खुट्किलामा छौँ। धेरै समयपछिको हाम्रो प्रतीक्षा पुरा भएको छ। रानीमहल जान पाउने पहिलोचोटि आएको छु म पनि। हाम्रो नवीन सर पनि पहिलोचोटि आउनुभएको होला। एकदम अर्जुन सर पनि पहिलोचोटि आउनुभएको जस्तो लाग्छ मलाई। के छ प्रतिक्रिया सर? एकदम मलाई खुसी लागेको छ। म फर्स्ट टाइम आउँदैछु। भित्रका कोठाहरू हेर्न बाँकी छ। यसको बनोट हेर्दाखेरि अत्यन्त आकर्षक देखिन्छ। धेरै मान्छे दिनमा 500 मान्छेहरू आउँछन् हेर्न यहाँ। कालीगण्डकी छेउमा पारी स्याङ्जा जिल्ला, यता पाल्पा जिल्ला, बिचमा कालीगण्डकी, झलङ्गे पुल पनि छ, पक्की पुल पनि छ। अब हामी रानीमहलको प्रवेशद्वार नजिकै आइसकेका छौँ। कालीगण्डकी शान्त रूपमा बगिरहेको छ। कालीगण्डकी नदीको किनार अत्यन्तै मनमोहक सुन्दर दृश्य। भर्खरै पानी परेर पानी बन्द भएको अवस्था, मौसम पनि अत्यन्तै राम्रो छ अहिले। कालीगण्डकीको पानी अत्यन्तै निर्मल स्वच्छ निलो देखिएको छ। तल पारी स्याङ्जा जिल्ला, पक्की पुल पनि छ, यता पाल्पा जिल्ला। नदीको किनारमा रहेको चट्टानमा बनेको रहेछ। अब हामी यसपछि भित्र प्रवेश गर्नेछौँ। बनोट रानी महल साँच्चै नै रानी महल जस्तै रहेछ। अत्यन्तै मनमोहक ठाउँ छ। चारैतिर सुन्दर दृश्य छ। कालीगण्डकीको किनारमा रहेको रानी महल घुमेर हामी तल आइसकेका छौँ। रानी महल हो यो, देख्न सक्नुहुन्छ। अहिले म कालीगण्डकीको किनार आइपुगेको छु। पछाडि ब्याकग्राउन्डमा ताजमहल देखिएको छ माथि। अत्यन्तै मनमोहक सुन्दर दृश्यमा रहेको छ। एकपटक सबैले हेर्न आउनुपर्ने ठाउँ रहेको छ रानी महल। 5 वर्ष लगाएर बनाएको, 5 वर्षको अवधि लागेको रहेछ रानी महल बनाउन। कालीगण्डकी अविरल बगिरहेकी छिन्। कालीगण्डकी माथितिर रानी महल देख्न सक्नुहुन्छ हजुरहरू। अत्यन्तै मनमोहक ठाउँमा रहेको छ ताजमहल। नेपालको ताजमहल, आगराको ताजमहल जस्तै नेपालको ताजमहल रानी महल हो यो, देख्न सक्नुहुन्छ। कालीगण्डकी किनार पानी कति निर्मल स्वच्छ बगिरहेको छ यतिखेर। हेर्नुहोस् ताजमहलको संरचना एउटा पुरै चट्टानमाथि बनेको छ ताजमहल। जतिसुकै नदी बढे पनि ताजमहलमा अहिलेसम्म पानी प्रवेश गरेको छैन भन्ने भनाइ सुन्न आएको छ। पारीतिरको स्याङ्जा जिल्ला, कालीगण्डकीको पारी स्याङ्जा जिल्ला, यतातिर पाल्पा जिल्ला, उतातिर पक्की पुल पनि रहेको छ आवाज जावत गर्नको लागि, सबैलाई सजिलो होस् भन्नको लागि।
अहिले म नदी किनारमा बालुवामा उभिरहेको छु। पर्दा ब्याकग्राउन्डमा ताजमहलको दृश्य देखिएको छ। मौसम पानी परेर खुलेको मौसम यतिखेर, तर कुहिरो लागेको जस्तो अवस्था रहेको छ। हाम्रा सम्पूर्ण सहरहरू नदीको किनारमा गएर कालीगण्डकीको पानी सेचन गर्न लाग्नु भएको छ। अत्यन्तै पवित्र जल पानी, कालीगण्डकीको पानी सेचन गरेर पवित्र हुनुभएको छ सम्पूर्ण सहरहरू। गङ्गाको दर्शन गर्ने मौका पाउनु ठुलो सौभाग्य हो। त्यो पनि पाल्पा जिल्लाको ताजमहल भनेर स्याङ्जा र पाल्पा जिल्लाको सङ्गम स्थल रहेको कालीगण्डकी किनारमा श्रद्धालुहरूको घुइँचो लाग्छ। लगभग दिनमा 500-600 जति मान्छेहरू यो रानी ताजमहलको दृश्य अवलोकन गर्न आउँदा रहेछन्। माथि ताजमहल देख्न सक्छौँ हामी। तल कालीगण्डकी बगेको छ भने माथि कालीगण्डकीकै किनारमा रहेको चट्टानमा ताजमहल बनाइएको रहेछ। अत्यन्तै कलात्मक किसिमले, अत्यन्तै कलात्मक ढङ्गले बनाएको ताजमहल वर्षौँदेखि जस्ताको तस्तै रहेको छ अहिले पनि। ताजमहलको बनोट नदीको किनार चट्टान माथि रहेको छ। पारी स्याङ्जा जिल्ला हो भने बिचमा कालीगण्डकी नदी र यता पाल्पा जिल्ला रहेको त्यो सङ्गम स्थलमा ताजमहल अवस्थित छ, जुन अहिले हामीले भर्खरै अवलोकन गरेर यहाँबाट अब फर्किने क्रममा रहेका छौँ।